बाबा पहिला र अहिलेको जमानामा चाहिँ के चाहिँ डिफरेन्स छ? धेरै धेरै के कता हो अहिलेको त अन्त के हो अन्त अहिलेको मान्छेले मकै त नुङ्गाउनु जान्नु छोड्यो अनि के डिफेक्ट अब त्यस्तै होला नि डिफेक्ट अब जाँतै पिन छोडिहाल्यो ढिकी कुट्नै छोडिहाल्यो भेडाको साँड देख्यो भने अहिलेको नानीहरू अब के हो खाँदैन यस्तोले भन्छ अनि त्यो भेडाको साँड त देख्यो भेडा त देख्न छोड्यो अहिलेको मान्छेले हो कोदालो देख्यो भने त काँटा यो 3वटा दाँत भएको क्या हो यो भन्छ अहिलेको नानीहरूले काँटा देखाइदिएको त यो 3वटा दाँत भएको के हो यसले के गर्छ खाँदैन परे छक्कै पर्नु अब उहिले त अब यसरी 9 बजी 10 बजीतिर यति बेला खाना गर्ने दस्तुर हुँदैन थियो ढिकी जाँतो गर्नेले ढिकी जाँतो गरिराखेको छ आम्मा पानीमा जानुपर्ने कहाँ कुन धारामा जानुपर्ने उहिलेको मान्छे अहिलेको मान्छेलाई त्यही घरभित्रै पानी सबै 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 घरभित्रै नि हौ पाखा बस्ने पनि भित्रै मालमत्तामा मार्ने पनि भित्रै सबै भित्रै छ नानी हो उहिले त यस्तो थिएन अनि मान्छेलाई अहिले मिठो मिठो खान्छ रोग छिटो लाग्छ उहिलेकोले त यसरी खाली कमाई खेती कोदो धान जौ हरेक किसिम रोपेर खाइन्थ्यो आम्मा उहिले दुःख गर्ने मान्छेलाई रोग लाग्दैन थियो अहिले त बसिरहेछ भुँडी लागेर ठ्यास ठ्यास भयो मलाई नि अब म त के पो भयो अनि भन्छ अनि फेरि ग्यास्ट्रिकले परे भुँडी ठुलो भए त ग्यास्ट्रिकले भेट्छ अरे त्यो बोसो बिस भए त ग्यास्ट्रिकले भेटिहाल्छ नि भित्र अब हिँड्नु त हिँड्न सक्दैन भुँडीले भाबो यताउता भुँडी हल्लेर हुँदैन नि एकदम यस्तो ला 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 गीत पनि के ल्याउनु हौ त्यसमा नाच्न त नाच्यो गीतै छैन गीतै पो छैन त यस्तै हो कोही खेर वारी जमाना पारी जमाना जमानाको फेदैमा मनोकामना कालेबुङको मैना चरी कालेबुङको मैना चरी टिस्टा खोला झर्यो है टिस्टा खोला झर्यो बरिलाई उहिले हामी हाँस्थ्यौँ खेल्थ्यौँ उहिले हामी हाँस्थ्यौँ खेल्थ्यौँ माया मैतालुमा हौ माया मैतालुमा बरिलाई मरेपछि गङ्गाजीलाई बाँचे हजुरीलाई है बाँचे हजुरीलाई तल तल सिमसिम पानी तल तल सिमसिममा पानी ऑडियन्सहरु सिद्धै ढलिसक्यो